गएको एक दशकमा नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको छ। केही वर्षहरू पहिले घण्टौं लोड शेडिङ हुने अवस्थाबाट अहिले हामी विशेष गरी मनसुन सिजनमा विद्युत अधिशेषको अवस्थामा पुगेका छौं। प्रत्येक वर्ष नयाँ जलविद्युत परियोजनाहरू थपिँदैछन् र अघिल्लो वर्षभन्दा थप विद्युत उत्पादन भइरहेको छ। यसको ठूलो हिस्सा अब भारतमा निर्यात भइरहेको छ। झट्ट हेर्दा यो सफलताको कथा जस्तो देखिन्छ। एक समय बत्ती बाल्न सङ्घर्ष गर्ने देश अब बिजुलीको निर्यातकर्ता भएको छ। तर यी उपलब्धिहरूका बावजुद कमै चर्चा हुने एउटा तितो यथार्थ लुकेको छ। नेपालका आफ्नै उद्योग र व्यवसायहरू आज पनि विद्युत कटौती, अनियमित आपूर्तिका क्रममा देखिने भोल्टेजको अस्थिरता आदि जस्ता समस्याहरू बेहोरिरहेका छन्। यी समस्या वा अवरोधहरूको चर्चा आम जनमानसमा त्यति हुँदैन, किनकि आवासीय क्षेत्र वा सर्वसाधारणको घरमा हुने लोड शेडिङ निकै कम भइसकेको छ। आवासीय क्षेत्रमा वा भनौँ आम मानिसहरूको घरमा त बिजुली आइ नै राखेको छ, बत्ती बलिरहेको देखिन्छ, सब ठिकै छ भन्ने लाग्छ। तर उद्योग र व्यावसायिक क्षेत्रमा भने अवस्था बिल्कुल फरक छ। नमस्ते। नेपालका उद्योग र व्यवसायहरूमा ऊर्जाको प्रयोग, वर्तमान अवस्था र त्यससँग जोडिएका विविध परिदृश्यसँग सम्बन्धित यस खोजमूलक भिडियोमा तपाईहरुलाई स्वागत छ। हाल नेपालका उद्योग र व्यवसायहरूको ऊर्जा सम्बन्धी अवस्था के कस्तो छ र नेपालका उद्योग व्यवसायमा ऊर्जा र यसको अवस्थासँग सम्बन्धित हाम्रो सर्वेक्षण र अध्ययन किन महत्त्वपूर्ण र समय सापेक्ष छ भन्ने बारे छोटो चर्चा गरौँ। यस अध्ययनले नेपालको औद्योगिक क्षेत्रमा ऊर्जा प्रयोगको वास्तविकता उजागर गर्ने उद्देश्य राखेको छ। उद्योगहरूले खपत गर्ने विद्युत कति भरपर्दो छ, उद्योगमा देखिएको लोड शेडिङ वा विद्युत कटौतीले उत्पादन, रोजगारी र समग्र आर्थिक अवस्थालाई कसरी प्रभाव पार्छ, यी लगायतका विषयहरू उजागर गर्ने लक्ष्य यस अध्ययनले लिएको छ। अध्ययनले एउटा गम्भीर प्रश्न पनि उठाएको छ। यदि नेपालसँग अतिरिक्त विद्युत उपलब्ध छ भने हाम्रा उद्योगहरूले यसको पूरा उपयोग गर्न किन सकिरहेका छैनन् त? यो सर्वेक्षणको उद्देश्य केवल तथ्याङ्कहरू सङ्कलन गर्नु मात्र होइन, यसले नीति निर्माणमा मार्गदर्शन गर्ने लक्ष्य लिएको छ। यसको लक्ष्य लुकेका चुनौतीहरूलाई उजागर गर्नु र प्रभावकारी ऊर्जा योजनाहरूको पक्षमा आवाज उठाउनु हो। किनभने ऊर्जामा पहुँच भनेको केवल ऊर्जा उत्पादन नभई त्यो ऊर्जा कति समान रूपमा, कति कुशलतापूर्वक वितरण र उपयोग गर्यो भन्ने बारे हो। नेपालले ऊर्जा निर्यातकर्ताको रूपमा आफूलाई स्थापित गर्दा गर्दै हाम्रो आफ्नै उद्योग र उद्यम कतिको सशक्त हुँदैछ? के हामी आफ्नै भित्री आर्थिक वृद्धिलाई बलियो बनाउन पर्याप्त प्रयास गरिरहेका छौँ भनेर प्रश्न गर्न जरुरी छ। जल तथा ऊर्जा आयोगको सचिवालय वेक्सको सन् 2022 को प्रतिवेदन अनुसार नेपालको ऊर्जा खपत 6वटा प्रमुख क्षेत्रहरूमा बाँडिएको छ। तीमध्ये आवासीय क्षेत्र सबैभन्दा ठूलो उपभोक्ता हो, जसले कुल ऊर्जा खपतको 63% हिस्सा ओगटेको छ। त्यसपछि क्रमशः 18% खपत सहित औद्योगिक क्षेत्र र 9% खपत सहित यातायात क्षेत्र पर्दछन्। अर्थात् आवासीय क्षेत्र देशको सबैभन्दा ठूलो ऊर्जा खपतकर्ता हो। त्यसपछि आउने औद्योगिक क्षेत्रले 114 पेटा जुएल्स ऊर्जा खपत गर्छ, जुन नेपालको समग्र ऊर्जा परिदृश्यमा दोस्रो ठूलो हिस्सा हो। इन्टरडिसिप्लिनरी एनालिस्टको युट्युब च्यानल मार्फत हामीले पहिले सार्वजनिक गरेको भिडियोमा आवासीय क्षेत्रमा ऊर्जा कसरी प्रयोग भइरहेको छ त भन्ने चर्चा गरेका थियौँ। यस खण्डमा हामी नेपालका उद्योग तथा व्यवसायहरूमा भइरहेको अघोषित विद्युत कटौतीको बारेमा कुरा गर्छौँ। नेपालमा रहेका उद्योग तथा उद्यमहरूमा ऊर्जा प्रयोगको ढाँचा बुझ्न हामीले 6वटा प्रमुख औद्योगिक क्षेत्रहरू विराटनगर, इटहरी, काठमाडौँ, वीरगञ्ज, पतलैया, पोखरा
भैरवा बुटोल र नेपालगञ्ज कोलपुरमा विस्तृत अध्ययन गरेका थियौँ। यस अध्ययनमा नेपाल औद्योगिक वर्गीकरण NSIC अनुसार सूक्ष्म, घरेलु, साना, मध्यम र ठुला स्तरका जम्मा 614 उद्योग तथा उद्यमहरू समेटिएका थिए। सर्वेक्षणमा समेटिएका नमुनाले उत्पादन उद्योगदेखि लिएर आवास तथा खाद्य सेवा, वित्तीय तथा बिमा, कृषि, वन तथा मत्स्य पालन, मानव स्वास्थ्य तथा सामाजिक कार्य, सूचना तथा सञ्चार, थोक तथा खुद्रा व्यापार जस्ता विविध आर्थिक क्षेत्रहरूलाई प्रतिनिधित्व गरेको छ। यो अध्ययन सञ्चालन गर्नका लागि 18 जना गणक र 6 जना पर्यवेक्षकको टोली छनौट गरिएको थियो। सर्वेक्षण सुरु गर्नु अघि सबै गणक र पर्यवेक्षकहरूलाई तालिम दिएको थियो, जसपछि उहाँहरूलाई 6वटै औद्योगिक क्षेत्रहरूमा परिचालन गरिएको थियो। तथ्याङ्क सङ्कलन सेप्टेम्बर सन् 2024मा सम्पन्न भएको थियो। यस सर्वेक्षणले उजागर गरेको एउटा महत्त्वपूर्ण तथ्य के हो भने आर्थिक वर्ष 2080-81मा नेपालका 95% उद्योग र व्यवसायहरूले अघोषित विद्युत कटौतीको अनुभव गरेका थिए। औसतमा यी प्रतिष्ठानहरूले प्रति हप्ता 21 पटकसम्म नियमित विद्युत आपूर्तिमा झ्याप बिजुली जाने समस्याको सामना गरे। कटौतीको अवधि न्यूनतम 10 मिनेटदेखि लिएर अधिकतम 147 मिनेटसम्म पुगेको पाइयो। सबैभन्दा बढी प्रभावित क्षेत्र नेपालगञ्ज कोहलपुर रह्यो, जहाँ प्रति हप्ता औसतमा 35 पटकसम्म विद्युत आपूर्ति काटिन गएको पाइयो। त्यसको विपरीत काठमाडौँ क्षेत्रमा त्यो कटौती प्रति हप्ता 6 पटक मात्रै थियो, जुन सबैभन्दा कम हो। नेपालगञ्ज कोहलपुरमा यस्तो स्थिति हुनुको मुख्य कारण हो विद्युत ग्रिडको असन्तुलित संरचना। यस क्षेत्रमा कोहलपुर सबस्टेसनबाट सेवा दिने 4वटा 33 केबी प्रसारण लाइनहरू छन्, जसमध्ये 3वटा नेपालगञ्ज र एउटा गुलेरियासम्म विस्तार भएको छ। यहाँ आपूर्ति हुने बिजुली पश्चिमतर्फको टनकपुर या पूर्वतर्फको बुटवलबाट आउँछ। र अर्को कुरो के हो भने कोहलपुर आसपास क्षेत्रमा कुनै पनि यस्ता जलविद्युत आयोजनाहरू छैनन् जसले यी लाइनहरूमा 30 देखि 40 मेगावाटको बिजुली पम्प गर्न सकोस्। फलस्वरूप लामो दूरीको आपूर्ति प्रणालीले गर्दा भोल्टेज ड्रप हुने समस्या उत्पन्न हुन्छ, जसले विशेष गरी गर्मी महिनामा जब माग अत्याधिक हुन्छ विद्युत आपूर्ति अझ अस्थिर बनाउँछ। हामी मध्ये धेरैका लागि विद्युत आपूर्ति अवरुद्ध हुनु सामान्य कुरा जस्तै लाग्छ, विशेष गरी काठमाडौँ जस्ता सहरहरूमा जहाँ अधिकांश घरमा इन्भर्टर छन्, जसले बत्ती बाल्छ, टिभी चलाउँछ, फोन चार्ज गर्छ। त्यसैले बत्ती जानु ठुलो कुरा लाग्दैन, तर उद्योग र व्यवसायहरूको लागि झ्याप बिजुली जाने सामान्य समस्या होइन, यो ठुलो झट्का हो। यसले गर्दा कल कारखाना ठप्प हुन्छन्, मेसिन रोकिन्छन् र उत्पादन बन्द हुन्छ। पावर फ्लक्चुएसन हुँदा चाहिँ इक्विपमेन्टमा चाहिँ धेरै नै असर गर्छ। हरेकचोटि बत्ती जाँदाखेरि त्यसको वाइन्डिङ इन्सुलेसनको क्वालिटी घट्दै जान्छ। टाइम एन्ड अगेन फ्लक्चुएसन हुँदाखेरि मोटर जल्ने धेरै सम्भावना हुन्छ। हाम्रो यो 7 वर्षको अन्तरालमा करिब 3 चोटि चाहिँ हाम्रो एचटी मोटर 830 किलोवाटको लस गरेको छौँ। त्यो चाहिँ धेरै लस छ हाम्रो कम्पनीको लागि। बार बत्ती जाँदाखेरि हामीले मेन पावर युटिलाइजेसन पनि राम्रो भइरहेको छैन। जस्तै कुनै फिक्स समयको लागि मेन पावर लिएछौँ भने बत्तीको कारणले गर्दाखेरि फेरि त्यसलाई एक्सटेन्ड गर्ने हो कि अर्को मेन पावर लिने हो कि काम नगराइ पनि मान्छे बचाउनु परेको छ। प्रोपर युटिलाइजेसन अफ रिसोर्स भइरहेको छैन। जस्तै रिसोर्स मेन पावर रिसोर्स पनि राम्रो भइरहेको छैन भने अब अरू हाम्रो जुन एसेटहरू छ त्यसलाई पनि असर गरिरहेको छ। हो, हरेक पटक विद्युत आपूर्ति बन्द हुनु भनेको केवल बत्ती जानु मात्रै होइन, यसले व्यवसायहरूको नाफा घटाउँछ, रोजगारी घटाउँछ र अर्थतन्त्रमा असर पुर्याउँछ। देशभर भोल्टेजको उतार चढाव र बारम्बार विद्युत अवरुद्ध हुनु उद्योगहरूका लागि गम्भीर चुनौती बनिरहेको छ। आइडिएको सर्वेक्षण अनुसार बारम्बार झ्याप बत्ती जानुले आधाभन्दा बढी उद्योगले उपकरणमा क्षति र मर्मत खर्च बढेको रिपोर्ट गरेका छन् भने झन्डै 40% उद्योग र व्यवसायहरूले जेनेरेटर प्रयोग गर्नु परेको छ, जसले सञ्चालन लागत बढाएको छ। त्यसैले धेरैले उत्पादनको गुणस्तरमा गिरावट
सामान बिग्रेको र वस्तु बिक्री कम हुनु जस्ता समस्या भएका छन्। हाम्रो अध्ययन अनुसार बिजुली सम्बन्धी अवरोधका कारण प्रतिष्ठानहरूले भोग्ने औसत वार्षिक घाटा 1,37,00,000 रुपैयाँ रहेको छ। यो केवल निजी कम्पनीको घाटा मात्रै होइन, यो राष्ट्रिय अर्थतन्त्रलाई पनि घाटा हो। के विद्युत आपूर्ति स्थिर र भरपर्दो भएमा नेपालका उद्योग र व्यवसायहरू अहिले खपत गर्ने भन्दा अझ धेरै विद्युत प्रयोग गर्न तयार छन् त? हाम्रो सर्वेक्षण अनुसार करिब 59% उद्योगहरूले भरपर्दो आपूर्ति भएमा बिजुलीको खपत बढाउन सकिने कुरा बताएका छन् र यसका लागि उनीहरूले अलिकति बढी शुल्क तिर्न पनि तयार भएको बताएका छन्। गुणस्तरीय आपूर्तिको ग्यारेन्टी भएमा अहिले तिर्दै आएको विद्युत महसुलमा औसतमा 4% जति बढी शुल्क तिर्न यी उद्योग तयार रहेको हाम्रो अध्ययनले देखाएको छ। बिजुलीको निरन्तरता भइदियो भनेदेखि वेस्टेज पर्सेन्टेज पनि घटेर जान्छ। विद्युत चाहिँ कन्फर्म विद्युत चाहिँ सप्लाई हुन चाहिँ कन्फर्म छ भने हामीलाई अरू प्लान्ट मेसिनहरू एड गर्नलाई अन्य प्लास्टिक जस्तै अन्य उत्पादन क्षेत्रमा अन्य प्रोडक्टहरूमा जानलाई हामीलाई सजिलो हुन्थ्यो र हामी त्यो काम अवश्य पनि गर्थ्यौँ। र क्षमता वृद्धिको ग्रोथ हाल आएर हामीको प्लास्टिक उद्योगमा वार्षिक 10 देखि 15% छ भने हामी पक्कै पनि क्षमता वृद्धि 20 देखि 50% हामी बढाउनलाई हामीलाई कुनै सङ्कोच हुन्थेन, त्यसमा हामी ढुक्क हुने थियौँ। उद्योग र औद्योगिक विकासका लागि भरपर्दो विद्युत अपरिहार्य कुरा हो। सुलभ र भरपर्दो विद्युत आपूर्तिको कुराहरू विश्वव्यापी रूपमा उद्योगहरूको मौलिक अधिकारको रूपमा स्थापित भइसकेको छ। यद्यपि नेपालको वर्तमान ऊर्जा र यसको आपूर्तिको अवस्थालाई हेर्दा हाम्रा उद्योगहरू भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिबाट वञ्चित छन् र गुणस्तरीय विद्युत आपूर्तिका लागि केही थप रकम तिर्न पनि तयार देखिन्छन्। तसर्थ गुणस्तरीय विद्युतको आपूर्ति गर्न सक्यो भने पनि नेपाल विद्युत प्राधिकरणको साख र राजस्व दुवैमा उल्लेखनीय वृद्धि हुने देखिन्छ। नेपालमा एउटा बहस धेरै पटक उठ्ने गर्छ, बिजुली निर्यात गर्ने कि नेपाली उद्योग र घरेलु खपतलाई प्राथमिकता दिने। नेपालमा उत्पादन भएको विद्युत निर्यात गर्नुको सट्टा नेपालमै भएका उद्योगहरूको खपतका लागि प्राथमिकता दिने हो भने औद्योगिक र समग्र आर्थिक विकासका अलावा विद्युत प्राधिकरण र सरकारको राजस्व तथा आम्दानीमा मात्रै पनि कसरी वृद्धि हुन्छ भन्ने तथ्य हामी प्रस्तुत गर्न चाहन्छौँ। हाम्रो अध्ययन अनुसार एक औसत नेपाली उद्योगले वार्षिक रूपमा झन्डै 27 लाख भन्दा बढी रुपैयाँ बिजुली उपभोगका लागि खर्च गर्ने गर्छ। यसका साथै करिब 59% उद्योगहरूले विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएमा बिजुलीको खपत बढाउने बताएका छन्। अब केही थप तथ्याङ्कहरूलाई मनन गरौँ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा साना ठुला गरी 9085 उद्योगहरू दर्ता भएका छन्। अब मानौँ यी सबै उद्योगमध्ये 59% अर्थात् 5360 उद्योगहरूले गुणस्तरीय र भरपर्दो बिजुलीको लागि अहिले तिर्दै आएको महसुलमा 4% बढी मात्र तिर्ने हो भने यसले विद्युत प्राधिकरणका लागि उल्लेखनीय राजस्व अवसर सिर्जना गर्छ र औद्योगिक विकासका लागि महत्त्वपूर्ण अवसर साबित हुन सक्छ। अब एउटा सामान्य हिसाब पनि गरेर हेरौँ। भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको ग्यारेन्टी भएमा यी 5360 उद्योगहरूले हाल प्रयोग गर्दै आएको तुलनामा मात्र 20%ले आफ्नो विद्युत खपत वृद्धि गरे भने पनि यसबाट विद्युत प्राधिकरण वा सरकारलाई वार्षिक 3.1 अर्ब नेपाली रुपैयाँ अतिरिक्त आम्दानी हुन सक्छ। यो राजस्व वृद्धि केवल अहिले उद्योगहरूमा रहेको विद्युतको सुसुप्त माग अथवा ल्याटेन्ट डिमान्डको केही हिस्सा पुरा गर्दा बढेर जाने राजस्वको अनुपात हो। थप विद्युत खपतका कारण उद्योगहरूको उत्पादन र उत्पादकत्वमा हुने वृद्धि र यसको समग्र आर्थिक फाइदा त निश्चित रूपमा निकै नै धेरै हुन्छ। गुणस्तरीय र भरपर्दो बिजुली पुर्याउन नसक्दा
यसले विद्युत प्राधिकरणको आम्दानीमा त असर पुर्याउँछ नै, साथसाथै उद्योगहरूको नाफामा असर पर्न गई सरकारले उद्योगहरूको नाफाबाट प्राप्त गर्ने करमा पनि प्रतिकूल असर पर्न जान्छ। अर्को एकदमै महत्त्वपूर्ण कुरा, नेपालले अहिले भारतलाई औसतमा प्रति युनिट 7 रुपियाँ 39 पैसामा बिजुली बेचिरहेको छ, तर त्यही बिजुली घरेलु उद्योगहरूले औसतमा प्रति युनिट 10 रुपियाँ 54 पैसा तिरिरहेका छन्। यो भनेको देशभित्रै उद्योगहरूले विद्युत खपत गर्न नसकेको कारणले विद्युत निर्यात गर्दा अप्रत्यक्ष रूपमा प्रति युनिट झन्डै 30% राजस्व घाटा हुनु हो। भरपर्दो बिजुलीको अर्थ विद्युत र मिटर जडान हुनु मात्रै होइन, यसको अर्थ उद्योगहरूले चाहेको भोल्टेज सहितको बिना कुनै अवरोध निरन्तर गुणस्तरीय युक्त बिजुली प्राप्त गर्नु हो, जसले गर्दा उद्योगहरू बिना कुनै अवरोध निरन्तर चलिरहन सकुन्। यो औद्योगिक वृद्धि, सरकारी राजस्व वृद्धि, बलियो र आत्मनिर्भर अर्थतन्त्रको आधार हो। उद्योग व्यवसायहरूलाई गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध गराएर नेपालले निकै ठुलो आर्थिक सम्भावनाहरूको ढोका खोल्न र सम्पूर्ण राष्ट्रलाई अगाडि बढाउन सक्छ। के तपाईँ विश्वास गर्नुहुन्छ सौर्य जस्ता परिवर्तनशील नवीकरणीय ऊर्जा स्रोतहरू VRE भन्छौँ हामी, त्यसबाट उत्पादन हुने बिजुलीको लागत 2010 मा प्रति युनिट 46 सेन्ट थियो, तर आज त्यो घटेर केवल 4 सेन्टमा आइपुगेको छ। भारतकै ऊर्जा थिङ्क ट्याङ्क केरीले भन्छ 2030 सम्ममा यो झन घटेर 2.2 सेन्ट मात्र हुनेछ। कर्कट रेखा नजिक पर्ने नेपाल जस्तो देश, जहाँ सौर्य प्रकाश पर्याप्त मात्रामा पाइन्छ, जहाँ हामीसँग 50,000 टेरावाट आवर सौर्य ऊर्जा उत्पादन गर्ने क्षमता छ, त्यो हाम्रो मुलुकको हालको कुल बिजुली खपत गर्ने अनुपातमा 7,000 गुणा बढी हो। तर अहिलेको अवस्था हेर्दा देशभर जम्मा 106 मेगावाट मात्र सौर्य ऊर्जा उत्पादन भइरहेको छ। हाम्रो अध्ययनले के देखाउँछ भने सस्तो लागत, भरपर्दो आपूर्ति र ऊर्जा स्वतन्त्रता, यी सबै सम्भावना हुँदाहुँदै पनि धेरै उद्योगहरू सौर्य ऊर्जाको बारेमा जानकार नै छैनन्। थोरैले मात्रै यसलाई स्थापना गर्ने योजना बनाएका छन्। यदि उद्योगहरूले आफ्नै छानामा सौर्य ऊर्जा उत्पादन गरी सिधै त्यही खपत गर्न सके, विद्युत वितरणको कारणले हुने घाटा हाल 18 देखि 19% कम हुन्छ, भोल्टेज स्थिर रहन्छ, महँगो स्टेबिलाइजरको झन्झट हट्छ र झनै महत्त्वपूर्ण बारम्बार हुने आउटेज र भोल्टेज उतार चढावका कारण उत्पादनको क्रममा हुने 10 देखि 12% कच्चा पदार्थको क्षति पनि कम हुन्छ। नेपालका लागि नवीकरणीय ऊर्जा उत्पादन र प्रयोग बढाउनु पर्ने आवश्यकता जलवायु परिवर्तनको चिन्ताको कारण भन्दा पनि आर्थिक कारणहरूका लागि बढियो, किनभने हाम्रो कार्बन फुटप्रिन्ट त विश्वको सन्दर्भमा नगण्य जस्तै छ। यही आर्थिक सम्भावनालाई ध्यानमा राखेर वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र अर्थात् AEPCले रेस्को र क्यापेक्स मोडल मार्फत सौर्य ऊर्जा प्रवर्धनमा सक्रियता देखाइरहेको छ। विशेष गरी रेस्को मोडल उद्योगहरूका लागि निकै आकर्षक बनेको छ, किनभने यसले तिनीहरूलाई ठुलो प्रारम्भिक लगानी नगरी सौर्य प्रणाली प्रयोग गर्न सक्ने अवसर दिन्छ। रेस्को मोडल के हो र घाम पावरले रेस्को मोडल मार्फत उद्योगहरूलाई कसरी सहयोग पुर्याउँछ? घाम पावरले रेस्को मोडलमा चाहिँ कसरी काम गर्छ भन्दाखेरि हामीले चाहिँ इन्डस्ट्रिज अथवा बिजनेसेसहरू, हस्पिटल, स्कुलहरूको छानामा चाहिँ आफ्नै खर्चमा लगेर सोलरको हामी बिल्ड गरिदिन्छौँ। अब जब हाम्रो सोलर बनिसक्छ त्यसमा चाहिँ उहाँहरूले 1 रुपियाँ पनि अगाडिको इनिसियल इन्भेस्टमेन्ट चाहिँ के पनि लाग्दैन त्यो हाम्रो इन्डस्ट्रिजहरूलाई, र उहाँहरूले 15-20 वर्षसम्म चाहिँ हामीलाई NELI बिल बुझाए जस्तो हिसाबले मासिक आफ्नो जति युनिट खपत हुन्छ त्यही युनिट अनुसारको चाहिँ महसुल बुझाइ पुग्छ। हाम्रो अर्को मोडल पनि छ। अर्को मोडल अन्तर्गत चाहिँ एउटा कोही इच्छुक इन्डस्ट्रिजहरूले चाहिँ ब्याङ्कको थ्रुबाट लोन लिएर आफैले पनि अपफ्रन्ट इन्भेस्टमेन्ट गरेर चाहिँ सोलर चाहिँ जडान गर्न सक्नुहुन्छ। त्यो मोडल अन्तर्गत चाहिँ घाम पावरले सोलर जडान गरिदिए बापत हामीले चाहिँ एकमुष्ट रकम लिन्छौँ र AMC कन्ट्र्याक्टको रूपमा हामी चाहिँ हरेक वर्ष चाहिँ
आफ्टर सेल्स सपोर्ट चाहिँ हामी तपाईँहरूलाई दिने गर्छौँ। अब हामी परिवर्तनशील नवीकरणीय ऊर्जामा अगुवाई गर्न सक्ने र पर्याप्त सम्भावना बोकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कुरा गरौँ। नेपालको औद्योगिक क्षेत्र व्यवस्थापनको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अर्थात् आइजेडएमएल सँग ऊर्जा रूपान्तरणको अगुवाई गर्न सक्ने एउटा ऐतिहासिक अवसर छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सौर्य ऊर्जामा अगाडि बढ्ने हो भने नेपालको उद्योग क्षेत्रमा ठूला परिवर्तन ल्याउन सक्छ। सौर्य छाना कार्यक्रम सुरु गरेर आइजेडएमएलले आफ्नै 10 वटा औद्योगिक क्षेत्रहरूमा 300 देखि 400 मेगावाटसम्म बिजुली उत्पादन गर्न सक्छ। त्यो मात्र होइन, उनीहरू देशकै ठूला सौर्य उत्पादक मध्ये एक बन्न सक्छन्। कारण जे भए पनि मेरो नजरमा यो ठूलो अवसर गुमाउनु हो भन्दा फरक पर्दैन, किनकि आइजेडएमएलले अझै पनि ठूला सौर्य परियोजनामा लगानी गर्न सक्छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको रेस्को मोडल मार्फत निजी प्रदायकहरूसँग सहकार्य गरेर सजिलै अघि बढ्न सक्छ। साथै एनईएसँग फिड इन ट्यारिफमा वार्ता गरेर आफ्नो अतिरिक्त सौर्य ऊर्जा बजारमा बेच्न पनि सक्छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड आइजेडएमएलले मिलेर सौर्य ऊर्जा सम्बन्धी नीतिहरूमा आवश्यक सुधारको लागि संयुक्त पहल गर्न जरुरी छ। सौर्य ऊर्जा अपनाउँदा केवल ऊर्जा खर्च घट्ने र आपूर्ति विश्वसनीयता बढ्ने मात्र नभई यसले नेपालको औद्योगिक क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउँदै दीर्घकालीन फाइदाहरूको मार्गमा डोराउनेछ भन्ने कुरा स्पष्ट रूपमा देखाउन आवश्यक छ। नेपालका थुप्रै उद्योगहरूसँग आफ्नो छानामा सौर्य प्यानल जडान गरेर बिजुली उत्पादन गर्ने प्राविधिक क्षमता छ, तर स्वतस्फूर्त हिसाबले उद्योगहरूले सौर्य प्यानल जडान गर्न सक्दैनन्, किनकि उनीहरू औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नीति नियम अनुसार चल्नुपर्छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको हालको व्यवस्थाले न त फिड इन ट्यारिफको समर्थन गर्छ, न त रिभर्सेबल मिटरिङलाई नै अनुमति नै दिन्छ। यसको अर्थ उद्योगहरूले ग्रिडमा बेच्न मिल्ने अतिरिक्त सौर्य बेच्न सक्दैनन्। यस्तो अवस्थाको अभावमा उत्पादन भएको धेरै सौर्य ऊर्जा खेर जान्छ, जसले गर्दा सौर्य ऊर्जामा लगानी गर्न उद्योगहरू उत्साहित हुँदैनन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्योगहरूलाई 1 मेगावाटसम्म सौर्य प्रणाली जडान गर्न अनुमति दिएको भए पनि नेपाल विद्युत प्राधिकरणले नेट मिटरिङलाई जम्मा 500 किलोवाटमा सीमित राखेको छ। यस्तो नीतिगत व्यवधानले गर्दा 5-6 मेगावाटसम्म सौर्य उत्पादन गर्न सक्ने उद्योगहरूले पनि आफ्नो पूर्ण क्षमताको उपयोग गर्न पाएका छैनन्। यहाँ त न प्राविधिक समस्या छ न त वित्तीय। मुख्य अवरोध भनेको अस्पष्ट र उद्योग मैत्री नभएको नीति हो, जसले सौर्य ऊर्जा प्रवर्धनको प्रबल सम्भावनालाई दबाएको छ। नेपालको लगभग सबै भूभागमा बिजुली पुगिसके पनि गुणस्तर, निरन्तर आपूर्ति र विस्तृत प्रयोगको सन्दर्भमा उपलब्धिहरू सीमित छन्। भोल्टेजमा उतार चढाव, बारम्बार बिजुली आउने जाने जस्ता प्राविधिक समस्याका कारण मेसिनरी तथा कच्चा पदार्थमा पर्ने क्षति र उत्पादनको बढ्दो लागत लगायतका समस्याहरूले उद्योगहरू अझै पनि आक्रान्त छन्। यस्ता समस्या समाधानका लागि उद्योगहरूले सरकारसँग तुरुन्त र ठोस कदम चाल्न आग्रह गरिरहेका पनि छन्। आधुनिक ग्रिड, सुधारिएका ट्रान्सफर्मरहरू, भूमिगत लाइनहरू र नियमित मर्मत सम्भार सहितको पूर्वाधारहरू मार्फत गुणस्तरीय, भरपर्दो र निरन्तर विद्युत आपूर्तिको सुनिश्चितताको माग उद्योगीहरूको रहेको छ। धेरै उद्योगका प्रतिनिधिहरूले भारतमा बिजुली निर्यात गर्नु अघि नेपालको आन्तरिक ऊर्जा आवश्यकता पूर्ण रूपमा सुनिश्चित हुनुपर्ने कुरामा पनि जोड दिएका छन्। यसका साथै उद्योगहरूले ऊर्जा क्षेत्रमा प्रविधिको प्रवर्धनका लागि नीतिगत स्पष्टता र वित्तीय सहुलियतको माग पनि गरेका छन्। कर छुट, अनुदान लगायत अनुसन्धान तथा विकास R&D भनौँ, यी लगायतका क्षेत्रहरूमा पनि प्रोत्साहन र लगानीले ऊर्जा र कम ऊर्जा खपत हुने प्रविधिको प्रयोगमा टेवा मिल्ने उनीहरूको धारणा रहेको छ। The transition to renewable energy in industry is an important dimension of Nepal's double energy transitions.
Besides securing reliable access to electricity, developing renewable energy is important to lead the country in the direction of its ambitious climate policies. Transitioning the industry sector involves, of course, technology and infrastructure, but as much reaching out and increasing the awareness about the opportunities involved. As Nepal is situated between two of the world's largest economies, India and China, its significant renewable energy potential opens possibilities for regional energy cooperation, but also requires careful navigation of geopolitical interests. From a policy perspective, Europe's industrial strategy offers a useful reference. The EU increasingly treats climate goals as part of a broader framework that includes energy robustness and security. This approach could inform industrial planning in Nepal, where energy reliability and independence are critical for development. Transitioning to renewable energy in Nepal involves leveraging local resources and aligning with global policy trends. And the science is clear. Renewables can meet industrial demand, but success depends on system thinking and coordinated action. The world is undergoing a critical energy transition, the one that moves from fossil fuels to renewable energy, such as solar, wind, and hydro. But this transition must be a just transition, the one that protects workers, vulnerable communities, and populations. In Europe, policies like Green New Deal are embedding social justice into climate strategies. For instance, they introduce social safety nets. For global climate action, we need to understand that we cannot leave anyone behind. And this includes also developing nations. Take Nepal as an example, a country that's at the front line of climate crisis. It contributes little to global emissions, but faces severe climate impacts. Nepal's transition then must prioritize not only energy access, but also needs of industrial development, while tapping into its rich potential on renewable energy. Without justice, the energy transition risks deepening inequalities. But with justice, transition can be not only low carbon, but it can also be inclusive, resilient for all. यस अध्ययनको विभिन्न चरणमा हामीलाई सहयोग गर्नु भएको नेपाल उद्योग वाणिज्य महासङ्घ FNCCI र खास गरेर यसका क्षेत्रीय शाखाहरूको सहकार्य हामीलाई अत्यन्त महत्त्वपूर्ण रह्यो। मोरङ उद्योग सङ्घप्रति म विशेष आभार प्रकट गर्न चाहन्छु, जसले विभिन्न चरणमा हाम्रो सर्वेक्षण र अध्ययनलाई उल्लेखनीय साथ र सहयोग प्रदान गर्नुभयो। म यस अवसरमा अध्ययनमा सहभागी 614 उद्योग र उद्यमीहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु, जसको समय, अनुभव र सहभागिताले यस अध्ययनलाई सम्भव बनायो। प्रतिवेदन अन्तिम चरणमा पुग्ने क्रममा सन् 2025 जुन 2 मा काठमाडौँमा आयोजित अन्तर्क्रियामा सहभागी भई मुख्य निष्कर्षहरूमा प्रतिक्रिया प्रदान गर्नुहुने FNCCI का सदस्यहरू, सौर्य तथा जलविद्युत विकासकर्ताहरू र ऊर्जा विज्ञहरूप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यसैगरी सन् 2025 जुन 9 मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, नेपाल विद्युत प्राधिकरण, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र ऊर्जा नियमन आयोगका प्रतिनिधिहरूको उपस्थिति र सक्रिय सहभागिता सराहनीय रह्यो। उहाँहरूको सहभागिताले नीति निर्माण सम्बन्धी मुद्दाहरू र क्षेत्रगत जटिलताहरूलाई बुझ्नमा महत्त्वपूर्ण योगदान पुर्यायो। यो अध्ययन कनेक्टिङ क्लाइमेट गोल्स विथ लोकल रियलिटिज अफ नेपाल, एनालाइजिङ एनर्जी पोभर्टी एन्ड चेन्जिङ प्याटर्न्स अफ एनर्जी एक्सेस इन द एरा अफ क्लाइमेट चेन्ज शीर्षक अन्तर्गत सञ्चालन गरिएको अनुसन्धान परियोजना हो। उक्त अध्ययन स्वेडिस एकाडेमीको सहयोगमा सञ्चालन गरिएको हो। यस अध्ययन लुन्ड युनिभर्सिटी सेन्टर फर सस्टेनेबिलिटी स्टडिज, छोटकरीमा लुक्सस र इन्टरडिसिप्लिनरी एनालिस्टको साझेदारीमा सम्पन्न भएको हो र म लुक्ससलाई उहाँहरूको निरन्तर सहकार्यका लागि धन्यवाद दिन चाहन्छु। साथै स्वेडिस एकाडेमीप्रति यो महत्त्वपूर्ण अध्ययनलाई सहयोग गरिदिनु भएकोमा म विशेष आभार प्रकट गर्न चाहन्छु। धन्यवाद।